क्यालगेरीको डाउनटाउन यहीँबाट देखाइदिन्छु। वेलकम टु माई ब्लग अगेन गाइज। सनी डे इन क्यालगेरी होइन। अब हामी यहाँबाट निस्किनु लागेको। आज बाफ हुँदै गोल्डेन भन्ने प्लेसमा बस्छु। त्यसपछि भोलि या पर्सि हामी भ्यान्कुभरतिर लाग्छु अगाडि बढ्दै, अनि त्यसपछि घर जाने हो। त्यही हो, रमाइलो हुँदैछ क्यालगेरीमा। ल हामी क्यालगेरीबाट अब निस्केको हाम्रो गन्तव्यतिर बाफतिर। अब बाटोमा के हुन्छ त्यही देखाउँछु। ल है गाइज, क्यालगेरीबाट हामी निस्क्यौँ। अब बाटोतिरै जाँदै जाँदै बाफ हुँदै जाँदैछु। हाम्रो आजको डेस्टिनेसन 1 घन्टा 31 मिनट भनेर देखाइरहेछ पुग्नलाई। त्यही हो, 10 नम्बर एमओ हो कि हाम्रो 8 9 भनेर छ नि त N8 हैन, M0 छ। त्यही त को होइन, त्यो 0 नै हो। पर्मिट बोकेर 4 दिनको लागि अलबटा पर्मिट। ल ट्रान्जिट ल क्यालगेरीको। हामी यहाँ होटलबाट निस्केको अब। ल है गाइज, निस्क्यो है हामी। टिम होटल्समा सानो ब्रेक, एउटा कफी ब्रेक होइन त। साथी फेरि बिरामी परे। ल बोकिसक्यो, कफी सफी पनि बोकिसकेँ। अब दाइले यहाँ पेट्रोल हाल्दै हुनुहुन्थ्यो, हालिसक्नुभयो होला दाइले पनि पेट्रोल। अब कफी सफी खाएर पेट्रोल सेट्रोल पनि हालेर अब हामी यहाँ क्यालगेरीलाई बाई बाई गर्दै हामी आफ्नो गन्तव्यतिर बाफतिर निस्किन्छौँ। यस्तै छ पछौरी खै। ल गाइज, हामी चाहिँ क्यालगेरीबाट छोडेर बाफतिर लाग्दैछौँ। यस्तो चाहिँ साइड सिनहरू हल्का राम्रो। मेन त आयो त फेरि त्यही हामी बाफतिर जाँदैछौँ। भ्यू त सही छ। वाउ, हेर त बाहिर हेर त छोरो हिमाल देखे। भ्यू गाइस, भ्यू एल्क क्रसिङ 2 किलोमिटरमा। यो माथि के हो थाहा छ? वाइल्ड एनिमलहरू हिँड्नलाई बनाएको है यो माथिको चाहिँ। डियरहरू हिँड्नलाई रोड क्रस गर्नलाई उनीहरूलाई त्यहाँबाट क्रस गर्छन् के। भालुहरू ल गाइज, हामी चाहिँ एकछिन यो भ्यू हेर्न रोकेको, तर यो ठाउँको नाम चाहिँ थाहा छैन, कुन हो के हो थाहा छैन केही पनि। यो भ्यू स्यूको 1-2वटा फोटो लिने, अनि हामी बाघतिर अगाडि बढ्दैछौँ। भ्यू चाहिँ खतरा छ है। गाइज, अहिले चाहिँ हामी यहाँ खोइ यो क्यालगेरीको कुन ठाउँमा हो थाहा छैन, तर भ्यू चाहिँ खतरा देखिरहेछ। भ्यू देखाइदिनु कस्तो लाग्यो तिमीलाई? ओभर दामी छ यार भ्यू। 360 हान्दिउँ न त यता यता। आज अहिलेको लागि यति नै भन्दै बाटोमा के कस्तो छ देखाउँदै जान्छौँ हामी। अब हामी बाघतिर तर्फतिर जाँदैछौँ, बढ्दैछौँ। ल है गाइज, त्यही हो भ्यू चाहिँ त्यही छ। दामी दामी भ्यू छ है। त्यो चिसो हावा चलिरहेछ।
तर त्यस्तो चिसो चाहिँ भएको छैन मलाई फिल यो माथि हिउँ परेर होला एकदमै राम्रो छ ठिकै छ अब भित्र गर्मी नै हुन्छ गाडीभित्र चाहिँ त्यस्तो हिटर पाल्दै गएर यस्तो भएर गर्मी नै हुन्छ त्यस्तो फिल हुँदैन बाहिर चिसो टेम्परेचर रमाइलो भइरहेछ त्यही हो अब अगाडि बढ्दैछौँ हामी यहाँ रोक्नुपर्छ जस्तो लाग्यो मलाई माउन्टेन अनि मैले नबुझेको चाहिँ जस्तै हामी यहाँबाट छिरेर अनि फेरि पछि त यही हाइवे हुँदै गोल्डेन जानु पऱ्यो नि त पछि हामी भित्र छिर्छौँ अनि फेरि बाहिर छिर्छौँ हामी यो बाँसको उसमै पुग्छौँ न कस्तो डेन्जर चिसो होला यार हामी कता लेफ्ट क्यालगेरी लेख्यो क्यालगेरी जाने हो ओहो यहाँ चाहिँ फोटो खिच्नु चाहिँ के साइड ल्याएर ल बाफ आयो है गाइज बाफतिर घुम्दैछु है हामी ओहो घरहरू त लाइट स्नो राम्रो राम्रो रहेछ कहाँ चाहिँ होटलहरू होला अहिले होइन। सब होटलहरू 3:40% टाउन बाफको टाउन स्नो त सक्यो है क्या हामीलाई बाफ त छिर्यो त त्यो त बरु हाइवेतिरै जानुपर्छ कि क्या भने क्या मैले त्यही भएर हाइवे हुँदै लेक लुइस सिधै है स्नोफलको त एस पनि छैन त यहीँबाट उता जान्छ त लेक लुइस जाँदैन होइन यहीँबाट फर्किनु पर्ने हो 90s को गाडी किन पर्छ हेर त गोल्डन बिच जब हामी बाफबाट चाहिँ निस्क्यो है अलिअलि स्नोफल भयो हामीले बजार सजार हेरेँ बजारबाट अब हामी निस्केको हाइटमा चाहिँ हिउँ छ कि भनेर क्या अनि स्नोफल भइरहेछ त्यही हो अब बाफमा अब धेरै हामीले एक्सप्लोर त गर्नु सकिनँ अब त्यही हो जाडो भएर निस्किन हामी गाडीबाट त्यो यताउति बाफको सिटी हेरेँ अनि निस्क्यो है हामी अब लेक लुइसतिर मजा आउने त्यही बस्नुपर्छ मिनटको ब्रेक लिएको छु अनि भ्यू हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ यो ठाउँको नाम चाहिँ थाहा भएन जस भ्यू चाहिँ एकदमै राम्रो छ अनि त्यहाँ भ्यू चाहिँ कस्तो लाग्यो सायद ओभर रमाइलो यार अनि त्यहाँ दाइहरू फोटो खिच्दै हुनुहुन्छ अनि अब हामी सिधै गएर लेक लुइसमा भेट्ने हो गाइज सी यू स्टे ट्युन ल हामी चाहिँ अहिले सर्ट ब्रेकको लागि एकछिन सानो सर्ट ब्रेक गरेर अब हामी यहाँबाट लेक लुइस हुँदै अगाडि बढ्दैछौँ यहाँको भ्यू यस्तो छ ल है हामी निस्केर गयो है यहाँबाट एकछिन यहाँ सर्ट ब्रेक लिएको थिएँ त्यही हो हेलो हेलो ल हामी चाहिँ 2 मिनटको ब्रेक सर्ट ब्रेक लिएर अब हामी जाँदैछु यहाँबाट लेक लुइस तर्फतिर एकदमै रमाइलो ठाउँ लाग्यो दृश्यहरू ठिकै छ त्यही हो भ्यू हेर्नु सक्नुहुन्छ पछाडि पनि त्यस्तै छ यता पनि त्यस्तै छ अब दामी ल यादगार हुने भयो यस्तो कुराहरू ल त लगाइ अब यति भन्दै हामी अगाडितिर बढ्दैछौँ लेक लुइसमा पुगे सेतु
कताबाट जाने ल गाइस भिडियो ल यहाँ चाहिँ भ्यू हामी लेक लिस्ट साइडतिर जाँदैछु भ्यू हेर्नु सक्नुहुन्छ हामी पहाड चढ्दैछौँ पहाड ल गाइस ठ्याक्क स्नोफल हामी कति लकी रहेछ त अनि ठ्याक्क स्नोफल पनि भयो ल दामी भयो ल अब ठ्याक्क स्नोफलमा हामी लेक लिस्टमा है ठ्याक्क स्नोफल पनि भयो कस्तो भइरहेछ साथी स्नोफल पनि ठ्याक्क भयो अब लकी है ल दामी हामी यहाँ टक्क स्नोफल भइरहेछ ठिक्क लक्की पनि लक्की एकदमै लक्की आइपुग्यो हेर्नु यो छ हामी ओभर लकी रहेछ ठ्याक्क पार्किङ पनि पाइदिएर एकछिन फेरि सुरु ल गाइस अहिले हामी चाहिँ लेक लुइसमा ठ्याक्क आएको ठ्याक्क हामी लक्की भएर ठ्याक्क स्नोफल पनि भइरहेछ अनि एकदमै रमाइलो भइरहेछ अनि यता देखाउँ त हिउँ स्नो देखाऊ उता देखाऊ डाँडा कहाँ देखाऊ कस्तो लागिरहेछ साथीहरूलाई ओभर रमाइलो यार ओभर हेर्नु ठ्याक्क हिउँ पनि परिरहेछ ठिक्क हामी ओभरै लक्की रहेछौँ ल अब स्टे ट्युन गर्दै गर्नु अब हामी लेकतिर जान्छौँ अब लेकको भ्यूहरू देखाउँदै गर्दै जान्छु त्यही हो अरू हामी अगाडि बढौँ है स्नोहरू बाटोभरि छ स्नो पनि परिरहेछ मजाले हामी लेक साइडतिर जाँदैछौँ स्नोले ड्याममै भरेको पुरै यस्तो छ जमेको हामी घाम पनि लागिरहेछ है यसरी घाम पनि लागिरहेछ स्नो पनि झरिरहेछ प्लस हामी हो ल सब स्नोले भरेछ नि त ओ सेट ला सब जमेको रहेछ नि त ला फ्रोजन रहेछ नि त सेट ल लेक लुइस पनि आयो फ्रोजन रहेछ है फ्रोजन जमेको तर झन्डै हामीले उता खिचिहाल्यो क्या फोटो घाम पनि लागिरहेछ जमी पनि रहेछ ओ माई गड भ्यू सही छ गाइस एकदमै दामी वाउ लेक लुइस यो खिचौँ न त के रहेछ ल लेक लुइसमा छु हामी स्नोफल भइरहेछ ओ माई गड ठ्याक्क स्नो पनि भइरहेछ अहिले म लेक लुइस अगाडि छु अनि भ्यू चाहिँ एकदम दामी देखिरहेको छ होला पछाडि तपाईँहरूले अनि ठ्याक्क स्नोफल पनि भइरहेछ क्या एकदम एउटा कुरा चाहिँ अनि हामी एकदमै लक्की पनि पार्किङ पनि पाएँ टक्क झरेको गाडीबाट ठ्याक्क आइस के अरे स्नोफल पनि ठ्याक्क भयो अनि त्यही हो भ्यूहरू हेर्नु सक्नुहुन्छ दामी चाहिँ ओभरै खतरनाक ल अब यही हो यताउति देखाउँछु म साइड सिनहरू देखाउँछु फोटोसोटो खिच्छु अलिअलि त्यही हो स्नो जमिरहेको रहेछ पहाडतिर डाँडा काँडा हरियाली जाडो रहेछ चिसो साथीले हानिदिउँ क्या हो कि दाइले हानिदिउँ हौ साथीले हानिदिउँ न त्यही कसले हान्यो हौ साथीलाई यो ओइ चिप्लो माई गड झन्डै चिप्ल्यो अघि ठ्याक्क पर्दाखेरि स्नो फल भइरहेको थियो टक्क यहाँ चाहिँ टक्क स्नो साइडतिर हो चिप्लिँदो रहेछ यार खुट्टा खाल्टो दामी छ त्यो साथी त्यहाँ भिडियो बनाउँदैछ डल्लो बनाएर हानिदिउँ क्या हो यस्तो लेफ्ट हातले ल लाग्छ कि लाग्दैन 1 2 3 लागेन
जाडो सही छ भ्यू घाम पनि लागिरहेछ गाइस हिउँ पनि पर्यो घाम पनि लागिरहेछ झन् टल्क्यो आहा दामी लेक लुइस यादगार हुने भयो ल स्नोम्यान बनाउँदै हुनुहुन्छ दाइले र यहाँ छोरीले ल ल ल कत्रो अग्लो भइसक्यो नि यहाँ हेर्नु यता हेर्नु ल मजाले नै बनाऊँ न एउटा ल यता माथि बनाउने हो बनाऊँ केही हुन्न क्या छोरा अहिले चाहिँ के भन्दाखेरि जमिरहेछ क्या मेन चाहिँ लेक जमिरहेछ क्या नजमेको भए चाहिँ पुरै ग्रिन हुन्थ्यो तर अहिले चाहिँ जमेर वाइट देख्नुभयो तर दामी छ कस्तो दामी देखिरहेछ पछाडि कस्तो आइरहेछ त मेरो भ्यू दामी आछ वाउ अहिले हामी सायद हेभेनमै छु होला है साथी छौँ यार एकदम हेभेन साइडमा छु दामी दामी तर मलाई फेरि जाडो लागेको छ गाइस है ल दामी छ अलिअलि जाडो छ त्यस्तो घाम लागेर हामीले जस थाहा पाएन भनौँ न जाडोको महसुस भएको छैन ल अब यति भन्दै अब लेक लुइसलाई बाइक गरिदिउँ स्नो होइन नि यो त हेल स्टोन रहेछ यो चाहिँ हेल स्टोन जानै जान हेल स्टोन हेर्नु पहाड कत्रो है गाइस हामी चाहिँ फर्किँदैछु है अब एकदमै बाटै बाटो यही छ डाँडा काँडा नचर त्यस्ता बनाइयो नि पुग्ने खोला यता छ हरियाली यता छ ल हामी चाहिँ यो पिकनिक ठाउँमा बसेर अब यहाँ बनाउँदैछौँ जे जे चाह्यो छिटो मिठो चाँडो चाँडो पकाएर हामी आयो साथीले काट्दैछ ल साथी हेलो गरिदेऊ ल दाइ भाउजू यहाँ पिकनिक सानो पिकनिक जस्तै यहाँ आज हामी यतातिर बस्छु गोल्डेन भन्ने ठाउँ हो अनि त्यही हो आजको त्यो यहाँ छोरी यहाँ छ छोरी यहाँ हुनुहुन्छ त्यही हो अब खानासाना खाने बनाउने पिकनिक जस्तै गरेर अब निस्किने साथीले यहाँ सेकुवाको लागि आगो बाल्दैछ यहाँ भाउजूले खाना बनाउँदै हुनुहुन्छ मासु लोकल कुखुरा हेलो गरिदिनु हेलो हामी चाहिँ अहिले यहाँ खासमा क्याम्पिङ गर्छु भनेर हिँडेको मान्छे पिकनिक मनाउँदैछु खासमा यो आज हामी गोल्डेन भन्ने ठाउँमा बस्नु लागेको होटलमै बस्नु लागेको जस्ट यो चाहिँ हामीले सबै क्याम्पिङको लागि रेडी बनाएर राखेको थिएँ तर जे होस् मौसमले साथ दिनु सकेन हामीलाई त्यही भएर अनि अहिले पिकनिक जस्तो मनाएको सायद अब भोलि क्याम्पमा चाहिँ क्याम्पिङ गर्छु अनि अस्ति फर्स्ट डे चाहिँ हामीले क्याम्पिङ गऱ्यो त्यो दिन चाहिँ पानी परेर अनि हावा चलेर त्यस्तो साह्रो रमाइलो त केही पनि गर्नु पाएन त्यस्तो त्यही भएर नि हिजो हामी होटलमा बस्यो आज पनि होटलमा बस्छु अनि भोलि चाहिँ सायद क्याम्पमा बस्छु होला अनि त्यति भन्दै आजको यही हो भ्यू हामीसँग यो बार्बिक्यू गर्ने पनि भाँडा थियो त्यो राख्ने तर के भन्दाखेरि मेन कुरा चाहिँ हाम्रो यसमा ठाउँ पुगेन गाडीमा त्यही भएर अनि अहिलेको यो मात्रै स्टिल मात्रै बोकेर लिएर आएको अनि यहीँ बनाएको अनि अस्ति चाहिँ क्याम्पिङ गर्ने ठाउँमै थियो अवश्य हामीले क्याम्पिङ गर्ने ठाउँमा पनि हुन्छ भनेरै लिएर आइन प्लस अनि गाडीमा पनि अटेन त्यही भएर
अहिले साथीले यस्तो जुगाड लगाइरहेछ अब यही जुगाड गर्ने हो अहिले नेपालीले जुगाड गरिहाल्छ त्यही हो अरू कुखुराहरू यहाँ लोकल कुखुराहरू पनि भन्दैछ अन्डा सन्डा सबै छ हामीसँग काँडा रहेछ कि यसो कुन चाहिँ साथीको यहाँ टक्क बसेर यहाँ दाइले पोल्दै हुनुहुन्छ यहाँ मासु पाकिरहेछ लोकल कुखुरा हाम्रो चाहिँ यहाँ यो किन यस्तो भन्दाखेरि हामीसँग सामान थियो तर हामी चाहिँ यहाँ म चाहिँ पोर्क यहाँ बनाउँदैछु टक्क हामी यहाँ सेक्का बनाउँदैछु टक्क पारेर होइन तर आगो चाहिँ धेरै बलिरहेको छैन अब यसलाई अलिकति मिलाउनु पर्छ त्यही हो गाइस रमाइलो छ ल गाइस हामी चाहिँ गोल्डन भ्यालीमा पुगिसक्यौँ अनि यो चाहिँ हाम्रो आजको लागि मोटल अनि भ्यू चाहिँ एकदमै राम्रो छ यता पछाडि हेर्नु सक्नुहुन्छ देख्नु सक्नुहुन्छ तपाईँले अनि यो हाम्रो मोटल आज एक दिनको लागि रुक्नु है म भ्यू पनि देखाउँछु म भ्यू पनि सही छ ओभरै यहाँ ए घरले छेक्यो खतरा छ भ्यू त पुरै भ्यू देख्नुभएको छ छैन ओभरै दामी छ ल साथी ल है जय नेपाल सर यस्तो हेर भ्यू त मरद छ त साथी यो घरले छेक्यो नि त भ्यू त क्या मरद छ भने क्या हुनु पर्थ्यो क्या होइन यो घर हटाउनु पर्छ अब यताबाट देख्छ होला रु भ्यू चाहिँ ओभर बबाल छ ल क्यानाडाको फ्ल्याग ल भ्यू गोल्डन भ्याली कस्तो लाग्यो त्यो भ्यू सही छैन त यही हो हाम्रो भ्यू भ्यू पोइन्ट भ्यू चाहिएको होइन गाइस ब्लगमा भ्यू आएन भन्दैन त ल भ्यू हेर्दै बस्नु अझै माथि अझै दामी देख्छ अहिले हामी गोल्डन भ्यालीतिर छु ओभर मजा आइरहेछ रमाइलो छ चिल छ ल त गाइस अब हेरौँ कहाँ पुगिँदैन यहीँ बसेर बस्नु कि भ्यू हेर्दै बस्नु कि घुम्ने ठाउँ त त्यस्तो केही लाग्दैन त्यही पनि टाइम पायो भने निस्किन्छु तर जस राम्रो रहेछ भ्याली यहाँबाट सब देख्छ मजाले अब हिमाल त भन्निँदैन होला यो स्नोफल भइरहेको ठाउँ यो ल हाम्रो रुम त्यस्तो छ गाई भाउजी रिएक्सन गर्नु न अलिकति भाउजी यहाँनिर चपिङ बोर्ड छुरी टाइम पास गर्न चाहिँ केही नपाएर लुडो खेल्दैछु हामी अब ब्लग छेड्छु